नमस्कार, तपाईलाई यति बेला यो भिडियो यो दृश्य देखिराख्नु भएको छ एकदमै पुरानो चालचलन अनुसारमा हामी भारी बोक्दा र अन्य थकाइ मार्ने ठाउँ चाहिँ एकदमै प्रसिद्ध ठाउँ चाहिँ यो हो र यहाँ एकदमै यताबाट आउने उताबाट रुप्साबाट आउने लालुबाट आउने मान्छेहरूले यो ठाउँमा निकै थकाइ मारेर यो ठाउँलाई चाहिँ रमणीयको क्षेत्र अनुसारमा चाहिँ यहाँ बुझ्ने गरिन्छ र यति बेला यहाँको रोड पनि आएको पहिला हिँड्ने बाटो थियो भने अहिले चाहिँ मजाले गाडीहरू आउँछन् र एकदमै गाडी आइ पनि सकिएको छ गाडी तपाईहरुले देख्न सक्नुहुनेछ यताबाट ठ्याक्कै यो गाडी आउँछन् यसरी अनि तपाईको चाहिँ यहाँ निकै अप्ठ्यारो चट्टान पनि निकै चट्टान भएको ठाउँ पनि हो लामो समयपछि यो चाहिँ बाटो चाहिँ निकै बन्यो बाटो बन्नका लागि विशेष गरेर यो ठाउँलाई छिटोभन्दा छिटो गाडी पुर्याउने हुने सबैले चाहिँ धन्यवाद छ अहिले चाहिँ पहिले चाहिँ मान्छेहरू यसरी चाहिँ यहाँ थकाइ मार्थे भने अहिले यहाँ चाहिँ ठ्याक्कै तपाईको यस्तो छ निकै कडा चट्टानहरू छ यता चाहिँ एकदमै हैन चाहिँ भिरहरू छ यहाँ तल चाहिँ यो चाहिँ रहघाट चाहिँ मेला लाग्ने ठाउँ हाम्रो यो यहाँ चाहिँ मेला लाग्छ अहिलेको यहाँ ठाउँहरू यहाँ चाहिँ पुल छ यसैगरी यहाँ चाहिँ हाम्रो लालुको गाउँ चाहिँ छ यो यसै लालु आज निकै नै यो मौसम अलिकति पानी पर्ने जस्तो भएको हुनाले यहाँ चाहिँ तपाईको यस्तो चाहिँ छ ठाउँ चाहिँ अहिले हामीले यो ठाउँलाई चाहिँ निकै भनौँ न हैन भइरहेको छ र अहिले चाहिँ यताबाट चाहिँ यो ठाउँ चाहिँ पारेको चाहिँ कोटबाट चाहिँ यतापट्टि चाहिँ छ हस् धन्यवाद।